संकल्प युनिक हर्ष र बिजु भूपेन्द्र खै सुरेश कुसुम मिस एकदमै यहाँ चाहिँ कत्यो हँसियाहरू कच्चियाहरू धेरै नभएर हातैले झाडु खेल्ने काम भइरहेको छ। सङ्कल्प झन् कडा छ। आमामामा बुद्धि सरलाई फेरि छुट्टै माया छ आफूले रोपेको बिरुवाको। हाम्रो सुनिल सर फेरि एकदम हजुर ए हस् यो चाहिँ धुप्पी अस्ति लिएर रोप्नुभएको कहाँ यसलाई के भन्छ बुद्धि सर यो बोटलाई? हामी यहाँ लोकल घेगर भन्छौँ सर। घेगर ए हाम्रो आज बगैँचा सरसफाइ गर्ने काम चलिरहेको छ। रोज चाहिँ एकदमै धेरै हुन्छ। हाम्रो शिशु अनि 1 देखि 3 सम्म चाहिँ केटाकेटीहरू घर जाँदैछ। बाई बाई भोलि भेट्ने है। रूपा मिस बाई 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 शिवानी सबै 9 क्लासको बहिनीहरूले यहाँ बाटो सफा गर्ने काम हुँदैछ। अघि चाहिँ सयपत्री रोपिसकेको छ। एकदम मेहनती छ। एकदमै कति राम्रो बाटो बनाएको कि यिनीहरू सबै मेहनती हो। नाम के अरे? पार्वती, रुबिना, रबिना, गङ्गा, अनिता र सलिनाले एकदम बाटो राम्रो बनाउँदैछ। यहाँ राजेश झार बोक्ने खै तिम्रो झार सक्यो? ए सन्डी भयो छिटो काट छिटो। यहाँ चाहिँ गोदावरीहरू सबै गोड्ने काम भएको छ। यहाँ पर चाहिँ पानी लिन गएको छ। आज चाहिँ हाम्रो यहाँ सरसफाइ कार्यक्रम हो बाहिरको फुलबारी। अनि हाम्रो स्कुलको पछाडि यो चाहिँ यहाँ चाहिँ पानी बोक्ने ग्रुप हो। यो चाहिँ उषा अनि शुभेक्षा, रोशनी। ल कस्तो भइरहेको छ काम तिमीहरूको? रमाइलो आइरहेछ? ल यहाँ चाहिँ पानीको डिपार्टमेन्ट चाहिँ यिनीहरू 3 जनाको हो। बाई बाई माहिर। तिमी कतिमा पढ्छौ भन त? 1 कक्षामा। तिम्रो नाम के हो? माहिर गौचन हो। बिजु काम गर्ने। तिमीहरू सरसफाइ कार्यक्रम हुँदैछ। यो कसले टिप्ने हो? मिसहरू यहाँ सुपरिवेक्षक मिस सरहरू हुनुहुन्छ। अन्सा मिस ठिक छ? मलाई साह्रै मजा लाग्यो कि यिनीहरूले काम गरेको देखेर चाहिँ। 9 क्लासमा पढ्ने भाइहरू हो। यति धेरै मेहनती छ। काम त चुटकी भरमा सकिदिन्छ क्या यिनीहरूले। यो चाहिँ गर्ल्स होस्टेल बन्दैछ। अनि यता तल चाहिँ ग्राउन्ड हो। फिल्ड पनि छ। कृषि फिल्डहरू पनि यो तल देखिएको टनेलहरू। भलिबल ग्राउन्ड, फुटबल ग्राउन्ड सब एकै ठाउँ हो। अलिक तलबाट लाउनु पर्थ्यो कि पानी चाहिँ है। अलिक तल लगाऊ। यहाँ रोजमा नि लगाइदेऊ। हो माया गरेर अनि ट्याक्क हाल। ल ल्याउने पानी त न पुगिन्जेल ल्याउने नि। राम्रो देखिन्थ्यो कि। तारा दिदी आउनुभयो माहिर लिनु। बाई बाई माहिर। ल उफ्र ल उफ्र। सरसफाइ गर। झारहरू पनि फ्याँक। तारा दिदी लिनु आउनु भएको छ माहिरलाई। रूपा मिस नि जानुभयो। के गर्नुभएको सर? तपाईँलाई मनपर्ने फुल हो ग्ल्याडियोलस? मेरो त ऊ हो सर लोटस। लोटस पानीमा तराईमा।
हस् लिएर आउँछु ल। ए किन ए ल कुसु मिस केही भन्न चाहनुहुन्छ कामको बारे? काम चाहिँ एकदम राम्रो चलिरहेको छ। म चाहिँ यत्तिकै म चाहिँ फुलरोपी गएँ अघि। बुद्धि सर व्यस्त हुनुहुन्छ आफ्नै कलमा। ल है राम्रो गर्ने काम। यो ऊ त्यहाँ पर त्यो राजेशले फाल्दैछ हेर त। एकै ठाउँ झार फाला ल। झार फाल्ने कार्यक्रम भइरहेको छ हाम्रो फुलबारीमा। सुरेशले चाहिँ कटिङ गर्दैछ। कटिङ भन्दा नि प्रुनिङ पो होला। ट्रेनिङ प्रुनिङ गर्दैछ हाम्रो सुरेशले। यिनीहरू त एकदम मेहनती भाइहरू हुन् यिनीहरू। 9 क्लासको एकदमै मेहनतीहरू छ। हो कि होइन सङ्कल्प? युनिक मेहनती छैन? होइन सबभन्दा धेरै काम गरेको छ त्यहाँ। युनिकले बिजु त झन् भन्नै पर्दैन, खनेको खनै छ। सर्मिसहरू पनि एकदम सक्रिय रूपमा लागिराख्नु भएको छ। उहाँ त फ्लोरिकल्चरकै सब्जेक्ट टिचर भएर पनि होला एकदम फुर्ती साथ लागिराख्नु भएको छ। फ्लोरिकल्चरिस्ट सर गर्नु के गर्नु यहीँ खै 8 क्लासकै। सबैजना व्यस्त छ आफ्नो काममा। सुमनले पानी राख्ने ठाउँ देखेन? हेलो सुमन। हेलो कतिमा पढ्छौ तिमी? 2मा? ए दिदीहरूलाई हेर पानी लगाउन सहयोग नगर्ने भन त। दिदीहरूलाई पानी लगाउन सहयोग गर्नु पर्यो के। सर ठिक छ हजुर। बोर्ड मेल यताउति विद्यार्थी चाहिँ कृषिमा लागिरहेका छन्। यो भनेको बराबर वातावरण प्लस यहाँको अब मेहनत पछि देखिन्छ होइन सुनिल सर? सुनिल सरको मेहनतमा हेर्नु त उहाँ पुरा भित्र छिरिवरि एकदम झ्याक्दा। उहाँ आज एकदमै लागि पर्नु भएको छ कि काममा। सधैँ एकदमै सधैँ हो है। उहाँ चाहिँ एकदमै काममा चाहिँ अगाडि बढ्नुहुन्छ। सर मिसहरू चाहिँ सल्लाह गर्दै हुनुहुन्छ कहाँबाट चाहिँ डोरी लाउने, कहाँबाट हिँड्छ, कहाँबाट असर पुर्याउँछ, कहाँबाट असर पुर्याउँदैन भन्ने कुराहरू चाहिँ उहाँ 4 जना सर मिसहरू बसेर कुरा गर्दै हुनुहुन्छ। सल्लाह हुँदैछ। यता हाम्रो 2टा सेक्युरिटी गार्ड आइसक्नु भयो, भित्रै बस्नुभयो उहाँहरू। तिमीहरू खै यता हेर त हर्ष। उसको नाम चाहिँ हर्ष तर ऊ चाहिँ म हाँसेको देखेको छैन। हाँसिदेऊ त एकचोटि ल यता हेरेर। हर्ष एकचोटि यता हेरेर हाँस त ल। ए बल्ल हाँस्यो। ल ल ल पानी हाल अलिक मुनि तलबाट पानी हाल। हाल के हाल। म के गर्नुभएको तपाईँहरूले चाहिँ? कति लामो समय लाग्यो। हेलो तिमीहरूको नाम के हो? अनि कति कक्षामा पढ्छौ? 3मा पढ्छौ? ए अनि आज राम्रो पढेर गयौ? छुट्टी भएको हो तिमीहरूको नि? अनि मेरो ठुलो छोरी कसले लाने रे? अनि सानो छोरी? यहाँ ढाट्नु पाइन्न नि?
है पछि म त दिन्छु नि मेरो छोरीहरू अनि के बन्ने तिमीहरू पछि भविष्यमा लाउरे बन्ने युसन अनि आयन इन्जिनियर बन्ने मेरो छोरीहरूले धेरै सुख पाउने हो नि मेरो छोरी लाने नि कुन मिसको छोरी लाने रे भन त ल यहाँ ढाट्न पाइन्न है ल बाई बाई